त्यत्रो मान्छे के का लागि मर्या थियो? 72 वर्षका केपी ओलीलाई हटाएर 73 वर्षकी सुशीला बजैलाई ल्याउनलाई भने होइन यो आन्दोलन होइन। यो आन्दोलन भनेको भ्रष्टाचारीलाई जेल हाल्नका लागि। यो आन्दोलन देशभरिका चाहे स्थानीय तह होस्, चाहे संघीय सरकारको होस्, चाहे प्रदेश सरकारको होस्, जुनसुकै तहमा बसेका भ्रष्टाचारीलाई कठघरामा उभ्याउने र तिनीहरूलाई दण्ड सजाय दिने, त्यसका लागि युवाहरूले बलिदान दिएका हुन्। यो अहिलेको सरकारले पनि सुन्नुपर्छ। यदि त्यो भएन भने हामी सडकमा यसको जवाब माग्छौँ भनेर हामी अहिले खटिरहेका छौँ र त्यसको कुरा आवाज उठाइरहेका छौँ। यो देशको शक्ति तीनटा हो। एउटा अहिलेका युवा साथी जेनजीहरू हुन्, एउटा दलहरू हुन् र एउटा राज संस्था हो यो देशको शक्ति। यो तीनवटा चिजको गोलमेज सम्मेलन नगरिकन यदि सरकारले आफ्ना कदम अगाडि बढाउँछ भने यो सरकार कति दिन टिक्ने हो भनेका छन्। यो सरकार स्थायित्व कायम गर्न सक्दैन। यसले गरेको निर्वाचन पनि निष्पक्ष हुन सक्दैन भनेर हामीले त्यो कुरा राख्यौँ।